हेलो गाइज, वेलकम इन माई ब्लग। आज मेरो फाइनल डेस्टिनेसन रहेछ हाकाताको पोर्टमा घुम्न गइरहेको छु होइन। आज म त्यहाँ गएर यसो भिडियो बनाउँछु के रहेछ भन्दा अलिमा घुम्न गएको। यसो मेरो भिडियो लाइक कमेन्टहरू गरिदिनु होला। अनि फाइनली म अब एउटा ठाउँमा हाकाता पुगिसकेपछि यसो दुकानमा छिरेसकेपछि त हेरेको आफ्नोलाई खानालाई हेरेको त मेरो लागि केही नै थिएन। यहाँ अलि तातो म खान्छु भनेर हेरेको त केही नै छैन। सबै सुगर भएको सामानमा त खान्न यार त्यस्तो होइन। अलि यसलाई पनि केयर गर्न पऱ्यो। फास्ट फुड त झनै खान्न मैले। अलि यस्तै हेरेको अनि फेरि छिटो यहाँबाट हेरेर म बाहिर निस्किदिइसकेपछि अहिले म फेरि टिकट काट्न दौडेँ। अब टिकट ढिलो भइरहेछ भने टाइम भइसक्यो भनेर सबै मान्छेहरू दौडिरहेको थिएँ। अनि टिकट काट्न आएको। टिकट काट्न हेरेको त टाइम अलिअलि गिरिगिरीमा रहेछ। अनि फेरि टिकट काटिसकेपछि मैले फेरि आफ्नो टिकट हातमा लिइसकेपछि ल अब हामी यता गयौँ। फेरि ऊ ढिलो भइसक्यो भनेर उता सिक्युरिटी गार्डले कराइरहेको छ। अनि फेरि म दौड्न थालेँ। अनि दौड्दा फाइनली म पोर्टमा पुगेँ। पोर्टमा पुगिसकेपछि म जहाज नै चढेँ। अब जहाज नै चढिसकेपछि मैले यस्तो दृश्य देखेपछि मेरो मन एकदम गदगद भयो खुसीले। तर हाम्रो सोचान के थियो भने त्यो सिपमा बाल्कनीमा गएर भिडियो बनाउने। तर यहाँ यो जहाजमा खासमा बाल्कनीमा चढ्न मिल्दैन। यसको स्पिड बाइकको 70 भन्दा माथि छ। यो पानीले हजुरले हेर्न सक्नुहुन्छ यो कस्तो एकदम स्पिडमा हिँडिरहेको छ। तर त्यहाँ भने बाहिर जान मिल्दैन सेफ्टीको लागि भनेर। अनि त्यसपछि हामी बाहिर गएनौँ। हामी एक भित्रैबाट भिडियो बनायौँ। यो दृश्य देख्ने बित्तिकै मैले यो कार्गो सिप देखेँ। कार्गो सिपमा यस्तो सामानहरू लोड गरिन्छ भन्ने मलाई फर्स्ट टाइम एक्सपिरियन्स भयो। फर्स्ट टाइम हेरेपछि मैले एकदमै राम्रोसँगले हेरेँ। यस्तो हुन्छ पोर्टमा, यस्तो लोड गर्छन् सामानहरू, कन्टेनरहरू जुन भन्छन् कन्टेनर हो यसरी यहाँ समुद्रमा यसरी लस हुन्छ भनेर। यसको सबैको इन्सुरेन्स खासमा गरेको हुन्छ। अब जस्तै सुनामीहरू आयो भने होइन, अनि धेरै बाढीहरू आयो भने यो खस्छ भने मान्छेहरू कसरी त्यो समुद्रमा सामानहरू पायो भने आफ्नो हुन्छ भन्थे। यो हेरेपछि यसलाई मैले झन् चलाउन मन लाग्यो भनेर सोचिरहेको थिएँ। तर यो चलाउन दिन हामीलाई लाइसेन्स चाहिन्छ यसको लागि। अनि फेरि अर्को कार्गो सिप हेरेँ। यो नि अर्को कार्गो सिप नै हो। यो खासमा साउथ कोरिया गइरहेको छ। जापानबाट साउथ कोरिया जान्छ यो सिप। त्यहाँ उता पछाडिपट्टि इङ्ग्लिसमा लेखेर चाहिँ यहाँ भिडियोमा हेरेँ होइन त्यो भनेको। अनि यसमा हेरेको त लास्टै राम्रो कस्तो रहेछ एकदम। यहाँ आइसल्यान्डमा पुगिसकेपछि आइसल्यान्डको भ्यू यस्तो रहेछ है। यहाँ खासमा मान्छेहरू बस्छन् र आफ्नो दैनिक जीवनको लागि सामान किन्न फुकोका आउँछन्। तर यहाँको जिन्दगी लास्टै गाह्रो रहेछ। यहाँ खासमा 2-4वटा घर मात्रै छ। अनि त्यसपछि यहाँ माछा मार्ने आफ्नो जीवनयापन गर्ने रहेछ। खासमा यहाँ भन्दाखेरि सुनामीको धेरै डर हुन्छ कि सुनामी जतिखेर नि आयो नि यति हो यो भाग। यहाँको समुद्रको बिचमा यति मात्र रहेछ। यो लगभग 1 किलोमिटर नि होइन होला यसको लम्बाइ र चौडाइ। तैपनि मान्छेहरू यस्तो बस्छन् सुविधा भएको ठाउँमा। यहाँभित्र यहाँ एउटा दोकान नि छ जुन कि यहाँ धेरै महँगो। हाम्रो यताबाट 400 को टिकट लिएर गएको थियौँ। अनि उताबाट फर्किने हामी घुम्न आएको थियौँ होइन। यता यो जहाजमा खासमा हामी गएको थियौँ आइल्यान्ड घुम्न। अनि आइल्यान्डमा चाहिँ के हो भन्दाखेरि जहाजमा यहाँ बाहिर यो बाल्कनी हेऱ्यो नि, जहाजको यो बाल्कनी यहाँ बस्न नमिल्यो। भित्र बस जस्तै घुम्यो कि बसमा बसेको जस्तै भयो हामीलाई। त्यस्तो केही भएन यहाँ, त्यस्तो अलि रोमान्टिक भएन होइन। यो खासमा यता होइन यो ठाउँमा हामी बसेको थियौँ। यो भित्र यो बाहिर निस्किन दिएन। हरिकता बजाइमा